सुजनप्पा सेवारो सबैजना युट्युब फ्यामिलीहरूलाई वेलकम माई लाइभ होइन माई ब्लग। न्यू साथीहरूले जोइन गर्नु होला। हामी चाहिँ अहिले चाहिँ भोलि बिहेको लागि गर्दा किन्न गइरहेछौँ। हेलो गुड मर्निङ। आज चाहिँ हामी हिजै सपिङ गरिसकेको छौँ। आज चाहिँ नि फेरि रेडी भएर बिहेमा जान आँटेको छौँ। झट्टारे भन्छ अलिक पार साइड पर्छ। स्टे ट्युन मेहन्दी रेडी हुँदै टक्क रेडी भएर निस्किँदै गरेँ। स्टे ट्युन। यो उत्तर साइड बिहेमा बिहे खान लाग्यो। पार साइड लाग्नु जस्तो बन्द भयो। हामी लगभग कालो कुराली गर्दै भन्दै अस्ति खनेको थिएन नि। ओह्रालो यता माथि उयो बाटो कतिखेर खनेछ नि। दाजुहरूको अटो फर्केर आएको छ तर कतिवटा मान्छे पाहाडको छेउछाउ दिसो धमिराको घर। कताको बाटो साधुहरूले अब कता पहिला दाउरा खोज्न आइन्थ्यो होइन मैले घरै घर बाटो चाहिँ बिर्छ जेस। आइपुग्यो गेट। यो चाहिँ गेट रहेछ। उता पकाउँदैछन् धमाधम। आउने आइरहेछन् जाने गइरहेछन् टक्क पारेर। हामी चाहिँ लाग्यो कालो बिहेतिर। सबैजना अघि सवारी भइसक्नु भएको रहेछ। हामी चाहिँ भर्खर गएको अवस्था। छिमेकीले हो नि त ल्याउनु।
यहाँ चाहिँ हाम्रो घरद्वार लेखाइ जहीँ पनि अब तपाईँहरूकोतिर कस्तो छ, हाम्रो यो रक्सी पनि हाल्दै हुनुहुन्छ। ड्रमको ड्रम अनि घरद्वार लेख्ने कसले कहाँबाट ल्यायो, कति पैसा टिप्ने गर्दा के छ, क्यास कति छ, कति दिने होइन। त्यसमा चाहिँ जे होस्, पहिला त थिएन यस्तो टिप्ने लेख्ने चलन, पैसा चाहिँ त्यो गर्दा चाहिँ लेख्ने चलन थिएन। आजभोलि चाहिँ नयाँ चलन रहेछ। अनि पैसा सैसा टिपाइयो 15 नभनौँ मलाई होइन, पैसाहरू गर्दाहरू टिपियो ओऱ्यो। त्यहाँ चाहिँ पुरा अब जेठा माइला साइलाको चाहिँ नाममा लेखिँदैछ आफ्नो आफ्नो गर्दाहरू रक्सीहरू अब के ल्याएको थियो सबै त्यहाँ टिपिँदैछ। अनि खनाइँदैछ, खाने मान्छेलाई दिइँदैछ होइन, त्यही हो। यहाँ पनि पुरा खुवाइ हुँदैछ। खाना थाप्नुपर्ने चट्टसँगले खाना थापिँदैछ। सुँगुरको मासु खसीको मासु सबै पुलाउ। भोइस ओभर किन गऱ्यो भने पुरा म्युजिक छ कि, म्युजिक छ, त्यही भएर। त्यही हाम्रो चाहिँ भान्जी पर्ने उहाँको चाहिँ शुभ बिहा। त्यसमा चाहिँ हामी चाहिँ सबै मामा खालहरू चाहिँ गएको अवस्था। इन्जोय एकदम मिठो मिठो भेराइटी, दामी दामी सलाड एभ्रिथिङ इट्स भेरी नाइस। अनि इन्जोय गरियो, खाइयो पियो, यस्तै हो। यहाँ चाहिँ हाम्रो डिजेहरू हुनुहुन्छ अनि दर्शकबिनहरू पुरा नाचियो पनि। चाहिँ पुरा ढोल चाहिँ हुँदैछ अनि बिदाबारीको लागि चाहिँ रेडी हुँदैछ है। पुरा गीत भएर कपिराइट आउँछ भनेर मैले चाहिँ भोइस ओभर गरेको गाइस। अनि रुगा मार्गीले भोइस त पुरै के भयो चिसो 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 यो पालि त माई गुडनेस यस्तै छ। यो चाहिँ हाम्रो चाहिँ अब लास्ट अन्तिम भइसकेको बिहेको अवस्थाको